आज यो कुकर मोमो बनाउने रेसिपी हामीहरू बनाउन गइरहेका छौँ। यो कुकर मोमो बनाउँदाखेरि हामीले यसमा बन्दा लगेका छौँ अनि यो गाजरहरू हालेका छौँ यसमा। अनि सोयाबिनको उसलाई मिक्सरमा हालेर सोयाबिनको दानाहरूलाई मिक्सरमा हालेर पेस्ट बनाएर यसलाई फ्राई गरेका छौँ। राम्रोसँग यसलाई रातो हुने गरेर फ्राई गर्नुपर्छ। अनि फ्राई गरिसकेपछि हामीले यतापट्टि मोमोको झोलको लागि हामीले यतापट्टि छुट्टै यो आलु टमाटर हालेका छौँ। आलु टमाटर हालेर यसको अनि गेडागुडी हालेर यसको झोल बनाएका छौँ। अब यसलाई मोमो यो पिठोबाट मोमो बनाउँछौँ। मोमो बनाइसकेपछि फेरि यो कुकरमै हालिदिन्छौँ हैन। हालिसकेपछि अनि सिटी लगायो भने कुकर मोमो रेडी हुन्छ है हामीले गरेको। अरू प्रोसेसहरू त्यही सेम हुन्छ। यो घरमै बनाएको हैन, यो कुकर मोमो मिठो हुँदो रहेछ। हामीले बनाएर खाछौँ। पिठोलाई मुछेर डल्ला बनाउँदैछौँ। यो किमालाई हामीले पिठोमा मुछेर डल्ला बनाएर फेरि त्यो कुकरमै राख्नुपर्ने हुन्छ है त। यसलाई बेलिसकेपछि यो हामीले मोमो बनाउँदैछौँ। यो मोमोलाई यो अनुसारको बनाएर ठ्याक्कै मोमोको डल्ला बनाएर यसलाई अब कुकरमा सिटीको लागि रेडी बनाउनुपर्छ। यसलाई ल एउटा मोमोको डल्लो तयार भयो। त्यसै गरी अरू यसलाई बेलेर हामी ठ्याक्क साइज कत्रो हामीलाई कुन प्रकारको साइज ठिक्क हैन, यो मोमोलाई कति ठुलो बनाउने, कस्तो प्रकारको मोमो बनाउने भनेर त्यो अनुसारको हामीले आवश्यकता अनुसार हाम्रो रुचि अनुसार हैन त्यो अनुसारको बनाउन सकिन्छ। यो बनाइसकेको मोमोलाई अब हामी यो कुकरमा हाल्दैछौँ। कुकरमा फ्लेम पनि भइरहेको छ। पानी यो एकचोटि चाहिँ पकाइसक्नुपर्छ। यो एकचोटि पकाइसकेको यो झोल हामीले आलु अनि गेडागुडीको झोल बनाएका छौँ र यसमा हामी एक एक गर्दै राख्छौँ। यो पानी उम्लेको हुनुपर्छ। थोरै पानी पनि लेभलमा हुनुपर्छ यसको, नत्र कम भयो भने चाहिँ यो फुट्ने डर हुन्छ। यसलाई 2 सिटीसम्म लगायो भने ठिक्क पाक्छ। यो हामी त्यसै गर्नेछौँ। यो पानीमा ठिक्क डुब्ने खालको हुनुपर्छ। धेरै कम पनि हुनु हुँदैन, धेरै बढी पनि हुनु हुँदैन। अब राख्छौँ हामी एक एक गर्दै। चारवटा हामीले यसमा हालिसकेका छौँ। अब यसलाई चाहिने जति मोमो हाल्यो। अब यसमा ठ्याक्क सिटी लगाइदिन्छौँ। अब सिटी लाग्नको लागि हामी फ्लेम ठिक्क बनाउनुपर्छ र सिटी लाग्नको लागि हामीले छोडिदिएका छौँ। एक सिटी लागिसकेको छ। अब अर्को सिटी लाग्ने अवस्थामा छ। सिटी लाग्यो है। अब हामी हेर्दैछौँ। यसमाको हावा पनि गइसकेको छ। हाम्रो मोमो रेडी भएको छ, देख्न सकिन्छ। अब यसलाई हामी प्लेटमा निकाल्छौँ। हामी यसलाई निकाल्न गइरहेका छौँ। देख्न सकिन्छ मोमो हाम्रो बनेको छ। यसलाई हामीले एक एक गर्दै यो यसमा हामीले आफ्नो हामीले सुप
निकालेर सुपसँग खाए पनि त्यसको लागि पनि सुप आफ्नो आवश्यकता अनुसार लग्न सकिन्छ। यसबाट हेर्न सकिन्छ राम्रो मोमो भएको छ। यता सानो मोमो खाने मान्छे अनि अर्को म भएँ हैन। सबै यसमा हामीले मोमोहरू यस्तो छ मोमो हेर्न सकिन्छ। मिठो मोमो अब यसरी हामीलाई खानको लागि हामीलाई सुपहरू ठिक्क तयार भएको छ। यसरी पस्केर खान सकिन्छ।